प्रजातन्त्र भनेको के हो र? प्रजातन्त्र भनेको जनताले जनताका लागि जनताद्वारा गरिने शासन हो, जहाँ प्रजातन्त्र डर बिना सत्य बोल्न पाइन्छ, फरक मतको कदर हुन्छ र कानुन सबैका लागि समान हुन्छ। यसको स्थापना कहिले भएको र यसको थोरै बारेमा बताइदिनुहोस् न। भइहाल्छ नि। यसको स्थापना 2007 साल फागुन 7 गते भएको थियो। जहाँनीय हुकुम शासन अन्त्य भएको दिन आज राणा शासनहरूको 104 वर्षे वंशीय निरङ्कुश हुकुम शासनलाई बिदा गरी यसको स्थापना गरिएको थियो। मम्मी, जहाँनीय राणा शासन भनेको के हो र? जहाँनीय राणा शासन भनेको 2007 साल पूर्वको अवधिलाई हामीले मान्न सकिन्छ, जहाँ जङ्गबहादुर राणा शक्तिशाली भएपछि उनले राजालाई आफ्नो शक्तिभित्र पारी शासनभार हत्याउन सफल भएका थिए। सम्पूर्ण मुलुकको शासनभार श्री 3 महाराज जङ्गबहादुर कुँवरलाई सुम्पिँदै सुरेन्द्रले आफ्नो शक्तिलाई कमजोर बनाएका थिए। यसरी जङ्गबहादुरको सूत्रपातले जहाँनीय एकतन्त्रीय शासन 104 वर्ष चल्यो। यसरी यो प्रजातन्त्रले सही प्रयोग गर्न सक्ने हातहरूलाई गरी खान दिने माहौल दियोस् अनि नेपालीहरूको पीडा राम्रोसँग सुनोस् अनि नेपाली हुनुको एकमात्र पहिचान अनि राष्ट्रियताको ढोकाभित्र मिठो समान र प्रगतिशील प्रजातन्त्रको अनुभव गर्न पाइयोस्। जय होस्। धन्यवाद।